निर्मला पन्तको फाइल खोल्दै गृहमन्त्री सुदन गुरुङ। अब अपराधीको काउन्टडाउन सुरु। अन्ततः न्यायको ढोका खुलेको छ। सिङ्गो देशलाई रुवाएको र वर्षौंदेखि गुपचुप पारिएको निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको फाइल गृहमन्त्री सुदन गुरुङले पुनः खुल्ने साहस गर्नुभएको छ। बालेन सरकारको सुशासन महाअभियान अन्तर्गत अब कुनै पनि अपराधीले उन्मुक्ति पाउने छैनन्। हिजोसम्म फाइल दबाउने र अपराधी जोगाउनेहरूको अब सातो पुत्लो उडेको छ। गृहमन्त्री सुदन गुरुङले प्रष्ट भन्नुभएको छ, निर्मलाले न्याय नपाएसम्म यो सरकारले विश्राम लिने छैन। कञ्चनपुरको त्यो उखुबारीमा निभाइएको एउटी अबोध बालिकाको सपनालाई न्याय दिन अब नयाँ सिराबाट अनुसन्धान सुरु भएको छ। बालेन शाह र सुदन गुरुङको यो सहकार्यले आज देशभर नयाँ आशा जगाएको छ। के अब ती भिआइपी भनिएका अपराधीहरू जेलको कोठरीमा पुग्लान्? यदि तपाईँ पनि निर्मला पन्तले न्याय पाउनुपर्छ र गृहमन्त्रीको यो कदम सही छ भन्ने ठान्नुहुन्छ भने कमेन्टमा गुड लक सुदन गुरुङ लेख्नुहोला। अनि यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर अपराधीलाई दबाब दिनुहोस्। ताजा अपडेटका लागि हेर्दै रहनुहोला खबर एक्सप्रेस न्यूज। नमस्ते।